को नतिजा अब चाहिँ अन्तिम चरणमा रहेको छ। कति गते भित्र प्रकाशित हुँदैछ त्यो पनि भन्ने छु र तपाईको चाहिँ राष्ट्रिय परीक्षा बोर्डले चाहिँ एसई को नतिजा कसरी हेर्ने तपाईं चाहिँ आफ्नो मार्कसिट सहित अथवा जीपीएस सहित कसरी हेर्ने त्यो सम्बन्धी भिडियो ल्याएर आएको छु। एकदमै इम्पोर्टेन्ट भिडियो रहेको छ। जति पनि साथीहरुले एसई दिएर बस्नु भएको छ र नतिजाको पर्खाइमा हुनुहुन्छ भने यो भिडियो तपाईहरुको लागि छ। नेपाल टेलिकमको अब रहेको छ सुरुमा कोडहरु रहेका छन्। अब यहाँ चाहिँ एसएमएस मार्फत पनि हेर्न सक्नुहुन्छ, यूएसएसडी र तपाईको आईबीआर मार्फत हेर्न सक्नुहुन्छ। यसमा तपाईको चाहिँ 1600 मा तपाईले एसएमएस गर्नुभयो भने आफ्नो नतिजा हेर्न सक्नुहुन्छ नेपाल टेलिकमबाट भने। त्यस्तै जानकी टेक्नोलोजी प्रालीको एसएमएस रहेको छ 35001 बाट कोड तपाईले एसएमएस गर्नुभयो भने हेर्न सक्नुहुन्छ। आकाश टेक प्रालीको एसएमएस तपाईको चाहिँ 31003 मा चाहिँ तपाईले चेक गर्न सक्नुहुन्छ। किप टेक्नोलोजी प्रालीको एसएमएस चाहिँ 34455 मा गर्न सक्नुहुन्छ। अल स्टार आईटी सोलुसन प्रालीको देख्न सक्नुहुन्छ एसएमएस कोड रहेको छ तपाईको चाहिँ 34900। नानी बाबुहरु एसई को नतिजा आज 2082 असार 13 गते शुक्रबार अपराह्न 5 बजे सार्वजनिक गर्ने तयारी गरिरहेको छ। नमस्कार एन्ड वेलकम ब्याक टु रितु ब्लग च्यानल। यस वर्षको एसई को नतिजा कहिले प्रकाशन गर्ने भन्ने बारे हाम्रो राष्ट्रिय परीक्षा बोर्डमा बैठक बसिरहनु भएको छ। एसई को नतिजा आज 2082 असार 13 गते शुक्रबार अपराह्न एसई को नतिजा पर्खाइमा रहनुभएका सम्पूर्णको लागि खुसीको राष्ट्रिय परीक्षा बोर्ड यो जीपीए 1. एसई को रिजल्ट अपडेट